निकुञ्जसँग जोडिन्छन्। मैले चाहिँ निकुञ्जको चाहिँ साथीहरूलाई यो विषयमा धेरैचोटि हामीले कुराकानी गरेको, खास गरी तनव सरले 2-3-4 महिना अघि चुनाव अघि नै कुरा गर्नुभएको थियो। हाम्रो कुरा त्यतिखेर कुरा भएको थियो, समयले साथ दिएन। आज हामी सबै जुटिया छौँ। यो हाम्रो उपस्थितिले कमसेकम यो यी सबै मान्छेहरू निस्वार्थ भावनाले प्रेरित भएका मान्छेहरूको आजको उपस्थिति एउटा राम्रो मेसेज गएको छ भन्ने हिसाबले हामीले अलिकति उदार भएर, अलिकति लचक भएर, अलिकति चाहिँ संवेदनशील भएर यो विषयलाई ग्रहण गरौँ र एउटा अन्डरस्ट्यान्डिङ गर्न चाहौँ। मेरो अनुरोध र मेरो बुझाइ चाहिँ के छ भने एउटा ट्यासिट खालको हुनसक्छ, अथवा एउटा अन्डरस्ट्यान्डिङ आज गरेर वैशाख 1 गतेको दिन जुन आउँदैछ नयाँ वर्ष, त्यो नयाँ वर्षलाई पनि सदुपयोग हुने गरी नयाँ वर्षबाट चाहिँ यो पुल खोल्ने गरी हामी जानुपर्छ। मेरो कुरा चाहिँ त्यही हो, अरू कुरा गर्नुपर्छ। हस्, धन्यवाद। सबैलाई नमस्कार। मैले सम्बोधन यथोचित नै गरेँ र जति पनि विषय उठिरहेको छ यसमा अघि नै कुरा आइसकेको छ। निकुञ्ज कार्यालयको तर्फबाट, निकुञ्जको टिमबाट अहिले व्यक्तिगत व्यवस्थामा सहजीकरण गर्नेसम्म भइरहेको छ अहिले यो। किनभने एउटा विषय चाहिँ के भने यो चाहिँ पत्रमा नै उल्लेख भएको छ र जुन बाटो प्रयोग गरेर हामी आउँछौँ झन्डै 40 मिनट हिँडेर आयौँ आज पनि। 3600 मिटर त्यो बाटो चाहिँ मतलब 3 किलोमिटरदेखि 4 किलोमिटरको बिचमा छ। एक्ज्याक्ट चाहिँ अब त्यो म्यापिङ पनि गरौँला। 3600 मिटर यो बाटो